हेलो साथीहरु, के छ तपाईहरुको खबर? र फेरि आज म एक्सी मोडमा ग्रानी खेल्न जाँदैछु र प्लेला 8 मा जाँदैछु र हामी मोड एक्सट्रिममै राख्ने छौं। एक्सट्रिममा कस्तो हुन्छ त खेल्दा र हामी विचार गर्न जाँदैछौं र हामी ओके अठाउँछौं र लोडिङ हुँदैछ साथीहरु। अब लोडिङ हुने बेरसम्म हामीले पर्खनु पर्ने हुन्छ र हामी चाहिँ एउटा रुममा आइसक्यो। एउटा रुम हैन, एउटा बंगलामा आइसक्यो। त्यसमा चाहिँ एउटा के छन् यहाँ यस्ता जाबा हामीले हेर्न पर्दैन। दिन 1 सुरु हुन्छ साथीहरु। अब दिन 1 मा चाहिँ हामीले के गर्नुपर्छ भन्ने कुरा हामीले थाहा पाउनु जरुरी रहन्छ। र साथी आइयो, हामी एउटा अनौठो कोठामा, त्यो अनौठो कोठामा कोही पनि छैन, हामी मात्र छौं हैन। अब यहाँ चाहिँ हामीले एउटा लकपिक खोज्नु पर्यो। लकपिक खोजेर यहाँ चाहिँ पिक गर्नु पर्यो। होल्ड टु पिक द डोर। ओके, र यसलाई होल्ड गरिसकेपछि यसलाई अन हुन्छ र हामी सिधै माथि जाने प्रयास गर्छौं। के छ यार, यहाँ त एक्सिलरेटर रहेछ साथीहरु। त्यहाँ एउटा चीज त भेट्टाइयो। हुन त पहिला ग्रानी र ग्रान्डपालाई तल बोलाउनु पर्छ कि यार। ग्रानी र ग्रान्डपालाई तल बोलाउने अनि त्यसपछि बल्ल हाम्रो काम सुरु हुन्छ। पहिला चाहिँ ग्रानी र ग्रान्डपालाई तल बोलाउनु पर्यो के। यहाँ आवाज गर्दिन। पहिला चाहिँ के गर्नुपर्छ भने यसलाई चाहिँ अन गरिदिएपछि यहाँ चाहिँ आवाज आउँछ अनि आवाज आइसकेपछि चाहिँ हामी यहाँ लुक्न पाइन्छ। त्यही भएर चाहिँ अब हामी सुट्ट लुक्ने आइडिया। यहाँ चाहिँ लुकम है हामी। लुकम। अब ग्रानी र ग्रान्डपा यहाँ आउँछन् अनि तिनीहरू आइसकेपछि हामी हाल्छौँ। हो, गइसके नि दुईटै। अब यिनीहरू गइसकेको बेला मौका पारेर हामी सिधै माथि जानुपर्छ। माथि चाहिँ यहाँ एक्सिलेटर छ, हामीले खोज्नु परेन, त्यो पहिल्यै छ। र यहाँ चाहिँ माथि चाहिँ हामी के गर्नुपर्ने हुन्छ भने ढोका बन्द गर्नुपर्ने हुन्छ र यहाँ चाहिँ केही पनि छैन। यहाँ केही पनि छैन। यहाँ के छ? खोलिन यार। के हो? फ्युज रहेछ साथीहरु। यो फ्युज हामीलाई चाहिने छैन र हामी चाहिँ माथि जान्छौं। माथि गइसकेपछि चाहिँ यहाँ के छ? खोइ ग्रान्डपा आयो नि त यार। ग्रान्डपा आएन जस्तो छ। हामीले चाहिँ यहाँ बसेर कुर्नु पर्ने हुन्छ है। यहाँ केही पनि छैन है। यहाँ पनि केही पनि छैन। ग्रानी र ग्रान्डपालाई कुर्नु पर्यो है। यहाँ बसेर कुर्नु पर्छ। ओ, ग्रानी है। अब यसको मतलब ग्रान्डपा तल छ। त्यही भएर अब हामीले चाहिँ माथि के गर्नु पर्यो भने टाइट फेरि तल जान्छ यार। यो त ग्रान्डपा कता गयो? Where is grandpa? 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 टाइट मरियो नि त यार फेरि। फेरि हामीलाई त्यही कोठामा लगेर राख्थ्यो यार। टाइट 2 दिन भयो यार। अब डे 2 भयो। फेरि हामी त्यही कोठामा आइयो। Sad. I'm becoming more and more sad. So के गर्नुपर्छ भने फेरि हामी तल जानुपर्छ। तल गएर यो भवा आवाज निकाल्ने अनि हामी लुक्ने। पहिला लुक्न जरुरी रहन्छ नि त हामी। कति छिटो भागी कि हो। ए आमा हो। ए बाबा, म्याराथन दकुर्दा चाहिँ दकुर्दै गुतुर गुतुर गरेर यार। एक्सिलेटर त्यही छ, ठिकै छ। हामीले खोज्नु पर्दैन। यो ढोका बन्द गर्दिउँ किनकि तिनीहरू आउन सक्छ नि त। यहाँ के छ? केही पनि छैन यार। केही पनि छैन। यहाँ पनि छैन। यहाँ पनि छैन। छैन छैन छैन
छैन छैन छैन ए रहेछ यार वेपन की त भेट्टाइयो यार साथीहरु वेस वेपन की भेट्टाइयो साथीहरु वेपन की भेट्टाइयो साथीहरु अब वेकअप यो बन्द छ फेरि यो डाम्नो ढोका जहिले नि बन्द हुन्छ यार म खेले बिना यहाँ ठिकै छ अब वेपन की लिएर हामी माथि जान पर्छ पहिला गुदेली लियौं न एक तेलका साइड फेरि आइनी यार बल्ल बल्ल गरेर वेपन की पार्ने त्यही पनि ग्रानीले मलाई हत्तर गर्दी यार अब डे 3 सुरु भयो फेरि त्यही कोठामा छौं साथीहरु हामी अब लक पिकले लक खोलेर हामी सिधै माथि जाने प्रयास गर्ने छौं आइको जसरी छक्काएर किनकि हाम्रो त चापी गुदेलीको चापी त्यही छ नि त यार ल त यही बस हामी चाहिँ माथि जान पर्यो अब चाहिँ हामी माथि जान पर्यो माथि जानका लागि यहाँ पहिला लुक्न पर्यो नि त हामी पहिला ग्रानी र ग्रान्डपा तल आउँछन् अनि त्यसपछि बल्ल मात्र हामी माथि जाने प्रयास गर्नेछौँ ग्रान्डपा गई ग्रानी गई अब हामी सिधै माथि जाने प्रयास गर्छौँ एक्सिलरेटर हामीलाई चाहिने छैन अहिले नै पहिला ढुङ्गा खोजेर आउनु पर्छ के यार यो वेपन की लगाएर एउटा ढुङ्गा भेट्टाइयो एउटा ढुङ्गा भेट्टाइयो साथीहरु अब अर्को ढुङ्गा पनि हामीले के गर्नेछौँ भने पहिले चाहिँ एक तरिका फेरि सिज गरिहाल्नु यारले तरिका बल्ल बल्ल बच्चियो यार तेरो गनको टुक्रो यहाँ निक्ले ह कता जान्छ यो तलै जान्छ नथिङ यार अरे अड्के क्या यार म त्यहाँ न यता आउने न उता जाने पो भयो यार मलाई त